आजको भिडियोमा चाहिँ हामी कन्सेप्ट अफ इन्ड्युसमेन्टको चाहिँ धेरैजनाको कमेन्ट्सहरू आएको थियो मलाई कि इन्ड्युसमेन्टको चाहिँ हामीलाई चार्टमा पनि इक्जाम्पल दिनुभएको भए हुन्थ्यो भन्ने मैले कमेन्ट्सहरू पाएँ। सो आजको भिडियोमा चाहिँ हामी कन्सेप्ट अफ इन्ड्युसमेन्टको चाहिँ एउटा चार्टमा चाहिँ हामीले केही लर्न गर्छौँ होइन। अनि कतिजनाले त्यो लेक्चर 2 चाहिँ जुन हाम्रो कन्सेप्ट अफ इन्ड्युसमेन्ट त्यो हेर्नु भएको छैन होला, हेर्नु भएको छैन भने चाहिँ सुरुमा त्यो भिडियो हेरेर मात्र यो भिडियो हेर्नु होला, नत्र बुझ्नु हुँदैन। सो त्यो भिडियोमा चाहिँ मैले के भनेको थिएँ त, एउटा भ्यालिड पुलब्याकको कुरा गरेको थिएँ। अनि कन्सेप्ट अफ इन्ड्युसमेन्टले चाहिँ हाम्रो हायर हाई र हायर लोलाई चाहिँ हायर हाई र लोवर लोलाई चाहिँ कन्फर्म गर्छ भने ब्रेकअप स्ट्रक्चरले चाहिँ हाम्रो हायर लो र लोवर हाईलाई चाहिँ कन्फर्म गर्छ भनेर चाहिँ मैले हजुरहरूलाई त्यो लेक्चर 2 मा चाहिँ भनेको थिएँ, राइट। अब यो लेक्चरमा म हजुरहरूलाई कन्सेप्ट अफ इन्ड्युसमेन्टको चाहिँ इक्जाम्पल दिन्छु होइन। अनि आई विल टेक दिस फ्रम हियर। अब यो हाम्रो के भयो त, एउटा ब्रेकअप स्ट्रक्चर भयो, राइट। ब्रेकअप स्ट्रक्चरले हाम्रो के गर्छ त, लोवर हाई कन्फर्म गर्छ। लोवर हाई कन्फर्म गर्यो। अनि अब हाम्रो लोवर लो कन्फर्म गर्नलाई के हुनु पर्यो त, इन्ड्युसमेन्ट। यो के भयो त हाम्रो इन्ड्युसमेन्ट। सबभन्दा रिसेन्ट फर्स्ट स्विङ, त्यो पनि जहिले पनि लेफ्ट साइडको, यो राइट साइडको लिन मिल्दैन है। अब इफ हजुरहरूले यो जुन छ यो यहाँनिरबाट यसलाई इन्ड्युसमेन्ट भन्न मिल्दैन यो, किनकि यो हाम्रो राइट स्विङमा पर्छ, हाम्रो जहिले पनि लेफ्ट स्विङ चाहिँ भ्यालिड हुन्छ है। अनि अब मैले भनेको जस्तै मैले के भनेको थिएँ त, यो जुन हाम्रो भ्यालिड पुलब्याक हुनको लागि चाहिँ यसले हाम्रो लोको लिक्विडिटी ग्राब गरेको हुनुपर्छ, अनि त्यसपछिबाट क्लोजिङ पनि दिएको हुनुपर्छ, राइट। त्यही भनेको थिएँ नि मैले होइन। सो हाम्रो यो एउटा पुलब्याक भयो। अनि त्यसपछिबाट यो हाम्रो के भयो त, अब लोवर लो भयो, राइट। अनि अब यहाँनिर के भयो, हाम्रो यो लोवर लोले चाहिँ ब्रेकअप स्ट्रक्चर दिएन। सो अब के हुन्छ त, हाम्रो यो लोवर हाईले चाहिँ हाम्रो ब्रेकअप स्ट्रक्चर दियो, जुनलाई हामी के भन्छौँ त, चेन्ज अफ क्यारेक्टर भयो, राइट। चेन्ज अफ क्यारेक्टर र ब्रेकअप स्ट्रक्चरमा चाहिँ हाम्रो बडी क्लोज हुनुपर्छ। अनि यसमा यो फर्स्ट क्यान्डलले बडी क्लोज गरेको छैन, बट अर्को पुलब्याकले चाहिँ हाम्रो बडी क्लोज गरेको छ है। सो यसलाई हामीले भ्यालिड भन्छौँ। यो चेन्ज अफ क्यारेक्टर एउटा भयो होइन। अब यो चेन्ज अफ क्यारेक्टरले के भयो त, हाम्रो अप ट्रेन्ड भयो, राइट। अब हामीलाई के खोज्नु पर्यो, हायर हाई हाम्रो जहिले पनि इन्ड्युसमेन्टले कन्फर्म गर्छ। अब यो सुरुको यो स्विङ हेर्ने हो भने यो क्यान्डलमा हाम्रो लोको लिक्विडिटी लिएको छैन, त्यही भएर यो हाम्रो भ्यालिड पुलब्याक भन्न मिल्दैन। अनि जुन यो सेकेन्डको पुलब्याक छ यसलाई पनि हामीले भ्यालिड भन्न मिल्दैन, किन भन्दाखेरिमा यो हाम्रो क्यान्डल जुन छ यो चाहिँ हाम्रो इनसाइड बार क्यान्डल छ। सो यो चाहिँ हाम्रो भ्यालिड पुलब्याक भएन। यो पनि हाम्रो इनसाइड बार क्यान्डल छ, भ्यालिड पुलब्याक भएन। सो अब हाम्रो इन्ड्युसमेन्ट कुन हुन्छ त, यो एउटा भ्यालिड पुलब्याक छ, राइट। यो हाम्रो के भयो त, इन्ड्युसमेन्ट भयो, ठिक छ। यो एउटा हाम्रो इन्ड्युसमेन्ट भयो। हामीले माइनर इन्ड्युसमेन्ट हेर्ने हो भने चाहिँ हाम्रो यहाँ पनि छ एउटा होइन, त्यो चाहिँ मेजर भयो, यो चाहिँ माइनर। यो पनि हाम्रो भ्यालिड पुलब्याक छ है। यसमा हाम्रो यो पुलब्याकको जुन यो छ यसको लोको लिक्विडिटी लिएको छ अनि बडी क्लोज गरेको छ। सो यो पनि हाम्रो भ्यालिड भयो। अनि यसले के भयो त, अब हाम्रो यो माथिको जुन टपको छ यो हाम्रो हायर हाई कन्फर्म भयो, राइट। अब यो हायर हाई कन्फर्म भएपछि हाम्रो के हुन्छ त, जब हाम्रो यो ब्रेकअप स्ट्रक्चर दिन्छ, ब्रेकअप स्ट्रक्चर दिएपछि हाम्रो यहाँनिर के भयो त, हाम्रो यहाँनिर हायर लो कन्फर्म भयो, हाम्रो यही प्रोसेस चाहिँ चलि नै रह्छ है। अब यहाँनिर फेरि के भयो त, हाम्रो
यो इन्ड्युसमेन्ट नै भयो है। यसलाई इन्ड्युसमेन्ट नै भन्छौँ हामी। किन भन्छौँ भन्दाखेरिमा यो जुन क्यान्डल छ, यो क्यान्डलको लोको लिक्विडिटी यो सेकेन्ड क्यान्डलले लिएको छ अनि यसको यो बडी क्लोज थर्ड क्यान्डलले गरेको छ। सो यो पनि हाम्रो एउटा भ्यालिड पुलब्याक हो। यसलाई हामी इन्ड्युसमेन्ट भन्छौँ। अनि इन्ड्युसमेन्ट पछि हाम्रो के भयो त यहाँनिर हायर हाई। सो यही कन्सेप्ट चाहिँ भइ नै राख्ने हो होइन। इन्ड्युसमेन्टको जहिले पनि हाम्रो एउटा पुलब्याक चाहिँ भ्यालिड हुनु पर्यो हाम्रो। अनि त्यो जुन फर्स्ट स्विङ छ लेफ्ट साइडको चाहिँ हामी लिन्छौँ जहिले पनि लेफ्ट साइडको स्विङ। अनि यो इन्ड्युसमेन्टले हाम्रो के गर्छ हायर हाई कन्फर्म गर्छ, ब्रेकअप स्ट्रक्चरले हाम्रो हायर लो कन्फर्म गर्छ। सो यही नै हो हाम्रो इन्ड्युसमेन्टको कन्सेप्ट चाहिँ। अब यो बुझ्नु भिडियोलाई चाहिँ म सकेसम्म सर्ट एन्ड स्विट गर्न ट्राई गरिरहेको छु है। अनि इफ बुझ्नु भएन भने यु क्यान कमेन्ट डाउन अन दि कमेन्ट सेक्सन, म हजुरहरूलाई फेरि क्लियर वेमा बुझाउँछु होइन। सो यही नै हो कन्सेप्ट अफ इन्ड्युसमेन्ट चाहिँ। इफ बुझ्नु भएन भने कमेन्ट गर्नु होला। सो थ्याङ्क यू फर वाचिङ। So this much for today in this lecture.